नमस्कार सबैजना नमस्ते सन्चै हुनुहुन्छ हैन बार त झन्डै भत्कियो नि त नि अब फेरिमा भन्दाखेरि यता त झन्डै भत्किहाल्यो आज धोकेबाज गाउने टाइम छैन आज नाच्ने मुडमा हुनुहुन्छ त्यही पनि थोरै गाउँछु है त जुनीभरिलाई रुवाई अझै पनि यो मनमा धोकेबाज हौ तिमी धोकेबाज हौ तिमी ल अब चाहिँ कट्टा हान्नुपर्छ अहिले सबैजनालाई त कट्टा हानिदिन्छु ट्र्याक प्लिज मान्दिनेलाई मान्दिन्छु सान्दिनेलाई सान्दिन्छु तिमीले धोका दियौ भने मा कसम अगाडितिर तिमीले धोका दियौ भने मा कसम ल नाचे अब नाचे है त बजार हिँडेको बिजुली बालेर पट भएर ब्युटी भएर हामी क्युटी भएर केटो हेरेको हेरे मोनिटरमा भोकल बढाइदिनु है मोनिटरमा सबैजनालाई त हाम्रो दुश्मन छ धेरै
हिँडेको बिजुली बालेर हट भएर ड्युटी भएर तिमी क्युटी भएर हामी हेरेको हेरे 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 यतै हिँडेको केलाई चाहियो नाम भन्दा नि ठुलो हुँदो रहेछ दाम यतै हिँडेको केलाई चाहियो नाम भन्दा नि ठुलो हुँदो रहेछ दाम बजार हिँडेको बिजुली बालेर हट भएर पत्लु भएर ड्युटी भएर हामी क्युटी भएर केटो हेरेको हेरे 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 हाम्रो दुश्मन छ धेरै दुश्मन हेरेको हेरे हाम्रो दुश्मन छ धेरै दुश्मन हेरेको हेरे हाम्रो दुश्मन छ धेरै दुश्मन हेरेको हेरे 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 अब आइको यतै हिँडेको केलाई चाहियो नाम भन्दा नि ठुलो हुँदो रहेछ दाम सबैजनाले मसँगै रिपिट गरेर गाउनु पर्यो ल त यतै हिँडेको केलाई चाहियो नाम भन्दा नि ठुलो हुँदो रहेछ दाम खर्च भएर यहाँ खर्च भएको छ म पैसा उडाउँदै म गाडी गुडाउँदै म धुलो उडाउँदै मेरो यस्तै छ पारा मेरो दुश्मन छ धेरै दुश्मन हेरेको हेरे मेरो दुश्मन छ धेरै दुश्मन हेरेको हेरे मेरो दुश्मन छ धेरै दुश्मन हेरेको हेरे दुश्मन हेरेको हेरे ओ यतै हिँडेको मैले छैन चिनेको तिमी को कट्टा कट्टा फल दिएर पिस्तोल किन्देको ओइ कट्टा कट्टा फल दिएर पिस्तोल किन्देको तिमी को यस्तै यस्तै ल्याङ भएर पिस्तोल किन्देको मैले यस्तै यस्तै ल्याङ भएर पिस्तोल किन्देको दुश्मनको लागि पिस्तोल चाहिन्छ भन्ने चाहिएन तपाईँहरूको आवाज भयो त हाम्रो दुश्मन छ धेरै दुश्मन हेरेको हेरे तपाईँहरूको आवाज भयो त जोरदार रेडी हाम्रो दुश्मन छ धेरै हाम्रो दुश्मन छ धेरै दुश्मन हेरेको हेरे 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 थ्याङ्क यू सो मच सबैजना थ्याङ्क यू सो मच यो चाहिँ मेरो अन्तिम प्रस्तुति थियो हरेकपल्ट जोरदार आवाजमा जय नेपाललाई त थ्याङ्क यू सो मच तपाईँलाई धेरै धेरै माया छ सबैजनालाई अब म पछाडि धेरैजना आर्टिस्ट बाँकी हुनुहुन्छ तपाईँहरू रमाइलो गर्नु होला थ्याङ्क यू सो मच बाई बाई